थाकेको थिएन तर मन थाकिसकेको थियो। केही भन्न नसकेर, केही पाउन नसकेर र अरू कसैलाई थाहा नहोस् भनेर मुस्कान ओढेर बाँचिरहँदा भित्र कतै आफैसँग टाढा भइसकेको महसुस भइरहन्थ्यो। सहरबाट केही टाढा तिरिङ खोला बग्दथ्यो, कञ्चन, शान्त तर निरन्तर। त्यो खोलाले मलाई सधैँ आकर्षित गर्दथ्यो। न त उसले कहिले आफ्ना बहावको घमण्ड गर्यो, न त उसले रोकिएर कसैको प्रतीक्षा। ऊ केवल बगिरहन्थ्यो, उत्तिकै गम्भीर, उत्तिकै मौन। त्यसै मौनताभित्र म पनि समाहित हुन चाहन्थे। त्यसैले त्यो बिहान म मर्निङ वाकको बहानामा एक्लै त्यहाँ पुगे, बिना फोन, बिना साथ, केवल म र प्रकृति। किरणहरू बगेका लहरसँग खेलिरहेका थिए, जति हेरे पनि नअगाउने दृश्य। हजारौं भिडभाडबाट थाकेर म आज फेरि पनि त्यही बाटो हिँडिरहेकी छु, जुन बाटोले मलाई सबैभन्दा टाढा, भिडभन्दा बाहिर अनि मनको शान्तिको नजिक पुर्याउँछ। जुनको न्यानो घाम, हल्का हावा र वर्षेनी एउटै रागमा बग्ने खोलाको आवाज। यहाँ सबै थोक स्थिर लाग्छ, तर मन भने कहिल्यै स्थिर भएको छैन। सामान्यत मान्छे घुम्न आउँछन्, म चाहिँ बाँच्न आउँछु। खोलाको त्यो ठूलो पत्थरमा बसेर मैले घामका किरणहरूलाई पानीमा छचल्कदै गरेको देखे। एउटा विरक्तिएको लामो श्वास छोड्छु अनि शान्त मुस्कान। खोला किनारमा बसेर म नदीको बगाइसँगै आफ्ना अधुरा सोचहरू बगाइरहेकी थिएँ। जुन हल्का हाँसिरहेको थियो, पानीमा चन्द्रको छाया नाचिरहेथ्यो। त्यही बेला खोलाको भँगालोभित्र केही बगेको देखे। दूरीबाट हेर्दा त्यो केही सामान्य थिएन। पानीमा बगेको एउटै वस्तुले मेरो आँखासँग यसरी आँखा जुदाउनु अनौठो कुरा हो। म नजिक गएँ। न केही सोचे, न केही बोले। बस त्यो हेरिरहे। तर त्यसले पनि मलाई हेरे जस्तो लाग्यो। नयाँ जे सुकै होस् अनदेखा गर्न खोजे होला त कागजको टुक्रा वा फालिएको चाउचाउको खोल। तर त्यो टुक्रा बग्दै बग्दै मेरै नजिक आइपुग्यो, मानौ कसैले मेरो लागि नै पठाएको हो। म झस्किएँ। पानीमा आधा डुबेको सेतो खोल जस्तै लाग्ने त्यो वस्तु पट्याएर अति नै सुरक्षित तरिकाले, अति नै जतनले राखेको हो भन्ने शङ्का लाग्यो। हात अघि बढाएँ। फेरि रोकिएँ। फेरि मन मानेन झार पन्छाउँदै हात बढाएर कागजलाई आफूतिर ताने। मैले त्यो कागज हातमा लिएँ। पानीको थोपा अझै बगिरहेको थियो कुनाबाट। जसरी भर्खरै रुँदा आँखाबाट अश्रु बग्छ। ठ्याक्कै त्यस्तै महसुस भयो। तर त्यो कागज त केवल कागज थिएन। के हो यो? के छ यहाँ?